बदेटाले डोरेर मेरो स्याउको ढुङ्गाछु गैजहरू होइन मेरो यो जुम्लाको स्याउहरू होइन अर्ग्यानिक होइन एकदम मिठो मिठो छ होइन गैजहरू कति मजा आला होइन मेरो आमाले राखिदिएको रहेछ बुट्टीमा पुरा स्याउको बगैँचाहरू हो होइन म स्याउको बगैँचामा आउँदैछु अहिले आएर टोला मेरो आमा भनेको मेरो लागि नै जिउँदो भगवान् हो मेरो आमा भएपछि म मन्दिर धाउँदिनँ किनकि मेरो आमा जिउँदो भगवान् हो नि त किन मन्दिरमा त त्यसैले म आज मेरो बगैँचामा बिहान कति 6:30 बजेतिर म मेरो बगैँचामा स्याउको बगैँचातिर आइरहेको छु टक्क मलाई हेर्न मन लाग्यो मेरो आमाले लगाएको स्याउहरू कति मिठो होला भनेर त्यसैले म मेरो स्याउ हेर्न कति मिठो छ होइन कस्तो मलाई म कडम्म खाइदेऊ एकदम रसिलो बबाल एकदम रसिलो रहेछ स्याउ त गइसकेको छ